डबल भाले लु दामी खुट्टा चाहिँ आधी आधी हेर नबोल्नु के बताउनु के के रहेछ ल हेर्नुहोस् साम्रोमा घरको यो अर्ग्यानिक सुपारी ल यो चाहिँ मेरो लागि मलाई साह्रै मनपर्छ यो स्पेसल्ली अर्को के छ यहाँ हेर्नु यहाँ पुरै यहाँ त ओहो के हो यो ल अन्डा पनि रहेछ ल यो उहु उसिनेको अन्डा के हो सिस्टुको लागि आमाले ल्याइदिनु भएको नि अन्डालाई हेर्नुहोस् के हो त यो पनि गुन्द्रुक कि गुन्द्रुकको आइटमको गुन्द्रुक ल यो पनि आलस यो चाहिँ नयाँ आलस मम्मी होला थोरै चाहिँ हाल्छु ए ल यो चाहिँ नयाँ आलस है यो लगाइ हेर्नु हो हाम्रो चाहिँ यता घरबाट मम्मीले अब यो लगेर चाहिँ पसल थापे पनि काठमाडौँमा बाँच्न सकिन्छ यो चाहिँ नयाँ आलस रे पुरानो आलस पुरानो होइन ल हेर्नु है हाम्रो कसरी पाउको यो किन्दाखेरि चाहिँ ल हेर्नुहोस् यहाँ कुखुराको सिकुटी लोकल कुखुराको अन्डा लोकलको धुलो 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 झालस धुलो नो 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 त्यो भयो है अनुहार देखायो नि तिम्रो ए अनि जुन फ्लाइटमा लिएर आउने मान्छेको पनि अनुहार के अरे देखाइदिने हेर्ने हो भने यहाँ यो चाहिँ ठुलै थियो होला है कति 2 किलो लगाइ हेर्नुभयो अब यो सामानहरू है यो चाहिँ तिम्रो अनुहार देखाऊ मम्मीले लिएर आउनु अनुहार देखाऊ सबै घरबाट आएको सामानहरू सबै हाम्रो घरमै उत्पादन भएको चिज उत्पादन अर्ग्यानिक चिजहरू अर्ग्यानिक हो यो फेरि बाहिर किनेर ल्याएको चाहिँ नभन्नु होला यो सबै हाम्रो घरमै मम्मीले बनाउनु भएको किनेमा यो केरा पनि हाम्रै घरकै हो यो सिमी पनि हाम्रो घरकै हो टमाटर पनि आफ्नै हो सबै यो चाहिँ मम्मीले सबै उत्पादन गर्नुभएको हो हामी यता बस्यो भने मम्मीले उहाँ घरमा सर्वोच्च सबै थोक चाहिँ केही कुरा सम्हालेर बस्नु भएको कमी खानेकुराको छैन किन्नु पर्दैन बाहिर किन्ने भनेको हामीले आलु हो आलु र प्याज नि